नानीले के गरिन् र नानी मामा भगवानको झोल पकाई भगवानको झोल पकाउनुहुन्छ ल हुन्न है नानी पकाइन् हुन्न है मामा पनि छ नानीले झोल पकाउनुहुन्छ र भगवानको हुन्छ हुनु तिम्रो नानीलाई नगल भन्न पर्दैन तिमी पनि गरेको है आफै गरेको तिमी आफै गरेको त्यस्तो गर्नुहुन्छ अब त मामालाई भनिदिन्छु हस् भनिदिउँ के भन्ने दिदी काम गर्दै गर्नु बेबीले काम गरिन् भन्नु नि बेबीले कस्तो काम गरिन् भन्नु नि जलको भक्नानको पानी बोकिन गर्नु भन्नुहुन्छ है हुन्छ मामाले केही गर्दैन मामाले अब यस्तो भयो अब नेक्स्ट टाइम नगर है भन्नुहुन्छ मामाले यसले भनिदिने तिमी आफै फोन गर ल फोन गर म भनिदिन्छु ल फोन गर तपाईँले काम गर्नु काम गर्ने मैले मामालाई फोन गरेर भन ल छिटो नाम है अबे माम गयो सिधै पिन्ने किन काम गरेर सिधै के काम गरे भगवानको भगवानको चोल कसले पहेको हेलो मामा यो आयसले भगवानको जल पोखिन् तपाईँको कोठाको पिट्न आन्नु है आयसले पिट्न किन मैले पिट्ने हुन्छ कि नै हुन्छ हुन्न हुन्छ हुन्न बेबीले अब नेक्स्ट टाइम गर्दिन मलाई हेलो मामा मामा फोन गरिदिए ल गल फोन मामा ना छिटोलाई पनि जानु है किन मामा आयसलाई यो पिट्ने मामा पिट्न हुन्छ र हुन्न है पिट्न बुट्ला पिन्छु भूतलाई पिट्ने भूत कहाँ हुन्छ भूत बाटोमा हुन्छ भूत यहाँ बस्नु नि हाम्रो छ भूत कस्तो के गर्छ भूतले भूतले के गर्छ खान्न भूतै हुन्न भूत देखिछौ त्यसै कस्तो हुन्छ भूत तिमी नुनु गर्ने होइन आज तिम्रो घर को आएको मामा आउनुभएको खोइ रे मामा मामा खोइ हस् आउँदै जगदी सुनरी पानी पनि हो पानी पाउनुहुन्छ हुन्न म त पर्दिनँ पानी पुग्नु हुन्न अब गर्नुहुन्छ अब भगवान् भगवान् गर्नुहुन्छ मामा आउनुभयो बाहिर आउनुभयो मामा बाइकमा आउनु भाइसँग को भाइ तिम्रो को भाइ छन् समित दाई हो नि दाई हेर्नु त नि दाई समिताले के भन्नु दिवान्सको दाई हो भाइ बन्यो होइन दिमागलाई भाइ बहिनी दाई भन्ने हो दिवान्सले के भन्नुहुन्छ भाइ बन्यो होइन दिमागलाई के भन्ने त दिमाग त दिमाग तोक्ले भन्छ तोक्ले भन्छन् हो तोक्ले होला तिमीलाई समिता दादाले के भन्नुहुन्छ पूजा गर्नुहुन्छ समिता दादाले नानीले के भन्छन् त तिमीलाई नानीले नानीले कि त्रिसाले पानी पोक्यो अबी